तपाईँ जति नै शक्तिशाली किन नहुनुहोस्, तपाईँ जति नै तागतपर किन नहुनुहोस्, तपाईँभित्र नि अनुशासन छैन भने नि तपाईँ अन्त्यमा गएर हार्नै पर्छ क्या। तपाईँले पढ्नुभएको होला नि, बच्चा बेलादेखि सुन्नुभएको होला कतै न कतै त खराएर कछुवाको कथा। चाह्यो भने खरायोले कछुवालाई 1 सेकेन्डमा हराउन सक्छ क्या, 1 सेकेन्डमा हराउन सक्छ। तर किन चाहिँ अन्त्यमा कछुवासँग खरायो हार्छ भन्दाखेरि नि खरायोमा अनुशासनै हुँदैन क्या। हो, त्यही भएर सफल हुनको लागि अनुशासन हुनु एकदमै जरुरी छ क्या। हजारौं कुरामा फोकस गरेर कहाँ हुन्छ त? एउटा कुरामा फोकस गर्नुहोस्, एउटा कुरामा। हस् त, धन्यवाद।